So welcome back to another video. आजको रेसिपी चाहिँ हुनेवाला छ हाम्रो भेज नगेट्स विथ हाई प्रोटिन। म यसमा चाहिँ यसको इन्ग्रेडियन्टहरु के छ भनेर म हजुरहरुलाई पिन डाउन गरिदिन्छु छु। यो मिल खाएर मलाई मेरो आफ्नो वेट लस प्लस मसल मास गेन गर्नमा धेरै हेल्प भएको छ। सो दैट यो भिडियो थ्रु गर्दा तपाईलाई धेरै हेल्प होस् भन्ने छ। जस्ट वाच द भिडियो गाइज। सुरुमा चाहिँ हामी लिन्छौं 30 ग्राम सोया चंक एन्ड देन हामीले 100 ग्राम आफुलाई जस्तो मन पर्ने भेजिस रेडी गराउँछौं एन्ड देन हियर इज आवर 100 ग्राम पनीर एन्ड अघिको सोया चंकलाई हामीले ग्राइन्ड गर्छौं। ग्राइन्ड गरिसकेपछि यस्तो देखिन्छ एन्ड देन पनीर र सोयालाई हामीले मिक्स गर्छौं। सकिसकेपछि हामी गर्छौं 100 ग्राम बेसनलाई रेडी। त्यो बेसनमा आफू मन पर्ने मसला राखेर त्यसमा 3 ग्राम दही हालेर त्यसलाई गर्छौं मिक्स एन्ड देन अब हामी बनाउँछौं ब्रेड क्रम्ब। ओके, अब हाम्रो अलमोस्ट सबै सामान रेडी भयो। अब जान्छौं हामी भेजिसलाई पकाउनतिर। भेजिस पाकिसकेपछि त्यो सबै मिक्सरलाई हामी सबै अघिको त्यो पनीर र उसकोमा बनाएर अब नगेट्सको शेप राख्छौं एन्ड हियर वी गो लाइक दिस। अलिकति शेप तलमाथि भएको थियो मेरो चाहिँ। सो दिस इज द शेप अफ माई नगेट्स। यसलाई चाहिँ मैले मेरो एयर फ्रायरमा राख्छु। इफ हजुरसँग एयर फ्रायर छैन भने चाहिँ हजुरले लाइट तेलमा मजाले फ्राई गर्न सक्नुहुन्छ। सो हियर इज आवर हेल्दी हाई प्रोटिन भेजी नगेट्स।